सम्पूर्ण महानुभावहरूमा हार्दिक नमस्कार गर्न चाहन्छु र रात्रिकालीनमा केही कुरा गर्न मन लाग्यो र केही भनौँ कि पनि भयो, सोच आयो र मैले यहाँलाई अहिले बोल्न खोजेको जिज्ञासा के हो भने फागुन 21 गते हुने प्रतिनिधि सभाको चुनावमा र विभिन्न दलहरूबाट उम्मेदवारहरूले भोलि मनोनयन दर्ता गर्दै हुनुहुन्छ र मैले के भन्छु भने कतिलाई आफूले टिकट प्राप्त गर्नका लागि आकाङ्क्षी हुनुहुन्थ्यो र पाइदिए हुन्थ्यो, मैले ल्याउन पाए हुन्थ्यो भन्ने थियो। तर स्वयंवश सबैलाई दिन सक्ने अवस्था हुँदैन, किनभने 165वटा निर्वाचन क्षेत्रमा 165 जनाले मात्र पाउने हो र त्यसमा आकाङ्क्षा हुँदाहुँदै पनि जसले प्राप्त गर्नुभयो र त्यो प्राप्त गर्ने मान्छेहरूलाई हामीले ल्याइसकेपछि आफ्नो आएन भनेर उतातिर स्वीकार्ने अथवा अस्वीकार्ने होइन हामीले, किनभने पार्टीले ल्याएको छ। यदि जुन दलमा हुनुहुन्छ तपाईँ, हामी जुन दलमा छौँ, जुनबाट टिकट प्राप्त गर्नुभयो उहाँले प्राप्त गर्ने माननीय ज्यूहरू जुन चाहिँ उम्मेदवारहरूलाई हामीले चाहिँ जिताउनु पर्ने हुन्छ। यदि हामीले जिताउन सकिएन भने के हुन्छ त भन्दा उहाँ त सधैँ घायल हुनुहुन्छ। घायल भनेको पराजय हुन्छ, पराजय भयो भने फेरि अर्कोचोटि पनि उहाँ उठ्नुहुन्छ। त्यसैले मैले भन्न खोजेको के हो भने प्राप्त गरिसकेपछि जुन दलबाट टिकट प्राप्त भयो र त्यो जसले प्राप्त गर्न सक्नु भएन र तपाईँ हामीले सबै कुराहरू बिर्सेर र टिकट प्राप्त गर्ने उम्मेदवारहरूलाई फागुन 21 गतेका लागि जुन हुँदैछ निर्वाचन त्यसमा हामीले जिताउनु पर्ने हुन्छ। अब मैले भन्नुपर्छ, म दैलेखको मान्छे र म दैलेखको चाहिँ क्षेत्र नम्बर 1 मा छ र मैले दैलेखबाट क्षेत्र नम्बर 1 र 2 छ र क्षेत्र नम्बर 1 बाट उठ्नुभएको छ हाम्रा लोकप्रिय नेता रविन्द्रराज शर्माज्यू र क्षेत्र नम्बर 2 बाट उठ्नुभएको छ लोकप्रिय नेता लक्ष्मीप्रसाद उग्रेज्यू। अब म यहाँ सम्पूर्ण दैलेखवासीलाई के भन्न चाहन्छु भने उहाँहरूले विगतमा विकासमा गरेका योगदानहरू र हरेक क्षेत्रमा गरेका योगदानहरूलाई तपाईँ हामी दैलेखी जनसमाजले बुझेका छौँ र त्यसैले अबको आउने जुन चुनाव छ फागुन 21 गते हुने चुनावलाई एकपटक दैलेखको विकासका लागि, दैलेखको विकास समृद्धिका लागि र हाम्रो चाहिँ पार्टीलाई नै निर्णायक शक्तिका रूपमा रूपान्तरण गर्नका लागि र राष्ट्रियताका लागि जुन आवाज उठाउँदै गर्नुभएको छ हाम्रो आदरणीय कमरेड अध्यक्ष केपी शर्मा ओलीज्यूले उहाँको सपना साकार गर्नका लागि, नेपालको विकास गर्नका लागि एकपटक क्षेत्र नम्बर 1 बाट उठ्नुभएका लोकप्रिय नेता रविन्द्रराज शर्माज्यू र क्षेत्र नम्बर 2 बाट उठ्नुभएका लोकप्रिय नेता आदरणीय लक्ष्मीप्रसाद पोखरेलज्यूलाई अत्यधिक बहुमतबाट हामीले जिताउनु पर्ने हुन्छ। र अहिले उठेका जुन छन् र प्रतिशोधबाट आक्रोशित भएका, प्रतिशोधलाई साँचेका मान्छेहरू जुन चुनावमा लड्नुभएको छ र राम्रो नराम्रो तपाईँले चिन्न पर्ने हुन्छ, किनभने चिल्ला गफ गरेर हुँदैन। इतिहासले चाहिँ सबै कुरा बुझ्ने गरेको छ। अहिले देशमा आगो लगाउने र देशलाई खरानी बनाउनेका विरुद्धमा हामीले देश विकास गर्नका लागि, देश निर्माण गर्नेका लागि हामीले सोच विचार गर्न पर्ने आएको छ। तपाईँ हामीले एकैचोटि कुनै कुरामा चाहिँ थोरै कुरामा चाहिँ बगिहाल्नु पर्ने अवस्था छैन। तपाईँ हामीले प्रत्यक्ष देखेका छौँ र भद्रौ 23 र 24 गते भएको जेनजी आन्दोलनका नाममा देशलाई खराउने बनाउने, देशलाई जनाउने जुन तत्त्वहरू अहिले जुर्म रहेका छन् ती तत्त्वहरूका विरुद्धमा तपाईँ हामी लाग्नुपर्ने हुन्छ। त्यसको लागि नेपालबाटै 165 स्थानमा सूर्य ध्वजाक वाहक सूर्य चिन्ह जसलाई लिड गर्नुभएको छ नेकपा एमालेका अध्यक्ष, राष्ट्रियताको सवालमा कहीँ नझुक्ने, कहीँ नडराउने निर्भीक लिडर केपी शर्मा ओलीको नेतृत्वमा अब हामीले बहुमतको सरकार बनाउनु पर्नेछ। त्यति बेला मात्र नेपालले र नेपालको विकास सम्भव छ। र सम्पूर्ण महानुभावहरूलाई म आग्रह गर्न चाहन्छु र मासका पछाडि र त्यो जनमासका पछाडि, त्यो फेक न्युजका पछाडि, फेक आइडेन्टिटीका पछाडि जुन चाहिँ तपाईँको क्रिएट गरिएको छ त्यसका पछि नलाग्नुहोस्। आज काठमाडौँ कस्तो भयो तपाईँ हामीले देखेका छौँ, देश कस्तो भयो देखेका छौँ। हिजोको चाहिँ यदि सफल नेतृत्व भएको भए मलाई लाग्छ आज जसले फलानु झापाबाट गएर लड्दैछु भन्ने मान्छे जुन हुनुहुन्छ, यदि उहाँले 3 वर्षमा काठमाडौँलाई राम्रो बनाएको भए त काठमाडौँमै लड्नुहुन्थ्यो। किन झापा जानुपर्छ? झापा जानु भनेको
जित्नका लागि होइन, फलानु मान्छेसँग लडेँ, मैले यति ल्याएँ भन्ने मात्र हो। र त्यहाँका झापा भन्ने मलाई बुझेको छु अहिलेसम्म, हिस्ट्रीमा पढेको पनि छु। झापाका जनताहरू सचेत छन् र राजनीतिक रूपमा, विकासका रूपमा सचेत नागरी बस्ने ठाउँ हो। र त्यहाँ कसैले भनेर छल कपट गरेर पैसा बाँडेर त्यतातिर पक्कै पनि झापाली जनता लाग्नु हुँदैन। किनभने झापा र देश बनाउने जिल्ला हो। झापा 5 नम्बर देशकोलाई राष्ट्रियताका लागि लड्ने जिल्ला हो। र तथापि त्यहाँबाट जति छन् सबैलाई झापड दिएर तपाईँहरू पठाउनुहुनेछ र हाम्रो आदरणीय अध्यक्षज्यूले बहुमत ल्याउनुहुनेछ र नेपालका 165 जिल्लामा हाम्रो सूर्य ध्वजाबागले विजय प्राप्त गर्नेछ। त्यसमा तपाईँ हामी एकजुट हौँ, लागौँ, सचेत हौँ र कसैले टिकट पाइन भन्ने कुरा जति बेलासम्म तपाईँले टिकट ल्याउने प्रयास गर्नुभएको थियो, आकाङ्क्षा थियो, ल्याउनु भएन, केही भएन। अब टिकट जसले प्राप्त गर्नुभयो त्यसको पछाडि हामी लागौँ, सूर्य ध्वजाबागलाई जिताउँ र उहाँलाई जिताइसकेपछि फेरि निर्वाचन आउँछ। आजको लागि मात्र एकपटकको लागि निर्वाचन फेरि आउँछ। त्यति बेला तपाईँ हाम्रो पालो हुन्छ नै। तर अहिले नै हामीले हाम्रा उम्मेदवारहरूलाई जिताउन सकिएन, हामीले प्रयास गरिनौँ र उहाँको अगेन्स्टमा लाग्यो भने फेरि तपाईँ हाम्रो पालो आउँदैन। किनभने उहाँ घायल हुनुहुन्छ, फेरि उहाँले टिकट माग्नुहुन्छ, म त जितेको छैन, मैले जित्न पर्छ भन्नुहुन्छ, फेरि उहाँले नै पाउनुहुन्छ। त्यसैले एकपटक तपाईँ हामीले मनन गरौँ, जसले प्राप्त गर्नुभयो टिकट उहाँलाई विजय गराउँ। विजय गराइसकेपछि उहाँसँग बसौँ, फेरि टिकट तपाईँ हाम्रो हातमा हुन्छ, आउँछ। र त्यसैले मैले सम्पूर्ण महानुभावहरूलाई के भन्न चाहन्छु भने एकपटक पार्टी छ त सूर्य ध्वजाबाग, सूर्य चिन्ह छ, नेकपा एमाले नै छ। यहाँहरू सबै प्रश्न हुनुहुन्छ र हामीले अब भोलि होइन आजैबाट जुटौँ र 165 क्षेत्रमा नै विजय प्राप्त गरौँ भन्ने शुभकामना दिन चाहन्छु। नमस्कार।